सन्चै हुन्छ अफिस जान लाग्छ सन्चै हुन्छ शनिबार होइन हजुर काम छ कि पास छ देखाउनु त देखाउनु न राम्रो मुखले भनिरहेको छु तपाईँलाई देखाउनु न प्रहरीको प्रहरी त पाउनु त भाइ पाउनु त भाइ लाइन प्रहरी ए ओइ भाइ हेर त मलाई राम्रो मुखले भनेको थिएँ होइन तपाईँलाई किन देखाउनु पर्यो भन्नुभयो कि ल देखाउनु नि त ल देखाउनु ल्याउनु उहाँको पास चेक गर्नु त ल ल ल ओहो ओहो देख्नुभयो त सरकारी कर्मचारीको हेर्ने किसान मचा छ अरे देखाउनुहोस् होइन तपाईँलाई मैले राम्रै मुखले भनिरहेको छु त दाइ तपाईँलाई के गरेको छु त मैले के नराम्रो गरेको छु त तपाईँलाई मैले के नराम्रो कुरा गरेको छु त मैले भन्नुहोस् एमआरपीको अर्थ भन्नुहोस् तपाईँको मिनिङ अफ एमआरपी फुल फर्म अफ एमआरपी तपाईँले बेच्नु चाहिँ कतिमा हुन्छ 20 रुपियाँको पानीलाई एक घुटको पानीलाई 50 रुपियाँमा बेच्नु यहाँ एक घुटको छ यो पानी एक घुटको पनि आधी घुटको छ पानी I got broads in Atlanta. She's at the lean, the family. Credit cards in the scammers. यो सबै यो फाइलमा लेखेको त यो इन्क्लुडिङ दिस बोतल अल्सो यो त अति भयो नि यो त यो अब यसलाई के भन्ने एउटा मान ल यहाँ कति लिनु भएको छ तपाईले पढ्नुस् पढेर सुनाउनुस् किन हेर्नुस् तपाईँ पढेर सुनाउनुस् न तपाईँ म्यानेजर होइन यहाँको पानीमा पढेर कति हो के हो यहाँ नोट पढेर सुनाउनुस् राम्रो मुखले भन्दैछ है भाइ पढेर सुनाउनुस् त्यहाँ आफूले दिएको प्राइस कति हो कति लिनु भएको कस्टमर भाइ यहाँ हुनुहुन्छ यहाँ आउनुहोस् तपाईँ पढेर सुनाउनुहोस् यहाँ कस्टमर भाइ हुनुहुन्छ यता फर्क कति तिर्या यो पानीको रेट कति तिर्या 500 ml को 500 ml पानीको चाहिँ मैले चाहिँ 50 रुपैयाँ तिरेको छु 50 रुपैयाँ 50 रुपैयाँ छ अब यो 500 ml थाहा छैन त्यो त हामीलाई थाहा भएन त्यसको चाहिँ मैले हेर्नुपर्छ पर्छ नि एमआरपी रेट एमआरपी रेट मैले हेर्छु क्या हो 80 रुपैयाँ कुरा गरिसक्यो अस्ति अगाडि तिमीले 50 रुपैयाँ नै तिरेको हो अलि अगाडि समय पनि 50 रुपैयाँ तिरेको पहिला भन्नुस् एमआरपी को मिनिङ भन्नुस् फुल फर्म अफ एमआरपी भन्नुस् त के हो फुल फर्म अफ एमआरपी आयो त आएन नि म्याक्सिमम रिटेल प्राइस त्यो भने के हो इन्क्लुडिङ कम्पनीले उत्पादन गरेको यो बोतल र कम्पनीले पनि कुनै घाटा नहुने र व्यापारीलाई कुनै घाटा नहुने गरी त्यति प्राइस भनेको म्याक्सिमम रिटेल प्राइस हो अच्छा जानकारी गराउनु तपाईले त्यति हो तपाई मेरो फोन नम्बर टिपेर राख्नुस् भाइ तलमाथि केही तपाईले कसैले के गर्यो अथवा गभर्नमेन्ट गरेर जान्छ अथवा तपाई नराम्रो गर्नु हो नि मेरो फोन नम्बर टिपेर राख्नुस् ओके 250 को खाना यो यहाँ आउनु त यो 250 को खाना हो 90 रुपैयाँको सादा खानाले 250 90 रुपैयाँमा कहाँबाट आउँदैन 100 रुपैयाँमा ल्याए पनि ल हो भन्नु 100 रुपैयाँमा त सादा खाना के छ कहाँ आउँदैन 250 मा त मासु भात आउँछ मासु आयो मासु के छ तपाईको यहाँ भन्नु त तरकारी छ अचार छ बिटा छ साग सलाद यो धेरै भयो यो
यतिखेर कहाँ हिजोको खाना मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो अब जिल्लाहरूसँग तिनीहरू मेनु दिएको छ उहाँले खान्न भन्नु पनि पाउनुहुन्छ खाना भन्नु पनि पाउँछ तपाईँलाई मैले यस्तो रिक्वेस्ट गरेको यो हामीले ग्राहकहरूसँग पनि लुट्नु भन्यो नि भाइ तपाईँहरू पनि कुरा राख्नु हजुरले लुटेको भनेको चोरेको लुटेको हो त्यो खाना दिएर पैसा लिनु लुटेको हो सेवा धेरै त अब यो सङ्घले मैले 250 तोकेँ सुन्नु सङ्घले 250 तोकेँ त म 300 लिएको भए धेरै हो सङ्घले लिएको मेनु त मैले लिन पाउनु पर्यो नि त होइन र हजुरले मलाई मात्र आएर क्याउ गरेर हुँदैन मिल्नु सारी उम्र में ठोकर जा पड़िया यो होटेलको रेन्ट सुन्नु हिजो तपाईँ भाडाको विषयमा आएको यसको 55,000 छ 10 जना कर्मचारीलाई रोजगार दिएको छु हजुरले रोजगार दिनुहोस् त ल हेरौँ क्यामेरा त्यसै छैन Would like to take notes while I take totes of the marijuana smoke. Oh, you wanna choke, then smoke. किनकि म पनि एउटा नेपालमा रोजगार गर्ने व्यवसाय हो सादा खानाको 250 खाना राम्रो छैन अरे मलाई चित्त बुझिरहेको छ त्यो हो खाना हेर्नु तपाईँहरू गर्नु हिँड्नु नि त ठुल्ठुलो कुरा गर्दैथ्यौ त मसँग तनायो डन सामुला भन राजा हो राजा बसाइदिन्छ बाजा हामीलाई किन बोलीमा छोरी हो मेरा छोरीलाई चाहिँ गुगु बनाइसक्छ यस्तै छ पारा मेरो बाल छैन आमा बाको घर छोडेर सर पसेर म छाडा भएको हामी यस्तै त हो नि girl जहिले यस्तै त हो नि Get out the way, bitch, get out the way. यहाँ पिसा खाने ठाउँ हो यो त्यहाँ माथि छैन पिसा खाने ठाउँ यहाँ मुद्नी हो ला सरम नभएको त्यत्रो छ त त्यहाँ मुद्ने ठाउँ उता छ त्यो ठाउँ एक तो लाइक और शेयर ठोक दीजिए महाकाल का लाइक और शेयर ठोक दीजिए पूरा साल मेहनत करता हूं आपके लिए बेटा ऐसा नहीं चलेगा खत्म बाय बाय टाटा गुड बाय गया